प्रचण्डले आफूलाई पूर्वी रुकुममा कसरी सुरक्षित ठाने र उनी त्यहाँ किन पुगे, कहिले काठमाडौँ, कहिले चितवन, कहिले गोर्खा र तराईका विभिन्न क्षेत्रमा चुनाव लडेका उनी अहिले आफूलाई पूर्वी रुकुममा कसरी सुरक्षित ठानेर त्यहाँ पुगे होलान् भन्ने सन्दर्भमा मैले हिजो तपाईहरुलाई केही तथ्यगत जानकारी दिन्छु भनेको थिएँ। त्यसलाई म बुदागत रूपमा सरसर्ती तपाईहरुमा राख्दछु। नम्बर 1, पूर्वी रुकुम नेपालको सबैभन्दा कम स्थानीय तह भएको जिल्ला हो, जसमा 3वटा जिल्ला छन्, सिस्ने, भूमे र पुथा उत्तरगंगा गाउँपालिका। त्यहाँ चुनावको प्रचार प्रसार गर्न अत्यन्तै कठिन छ र भौगोलिक विकटताका कारणले गर्दा यातायातको पहुँच पनि सबै वार्डमा नपुगिसकेको कारणले गर्दा र त्यहाँका मान्छेहरूको दैनिकी पनि अलि असहज छ। यस्तो अवस्थामा एक प्रचण्डका निमित्त सहज हुन सक्छ। दोस्रो, माओवादी सशस्त्र युद्धको उद्गम स्थलको रूपमा पनि त्यो रुकुम पूर्व रहेको हुनाले म करिब 2 वर्ष अगाडि त्यहाँ अवलोकन गर्ने अवसर पाएको थिएँ। त्यो अवसरमा त्यहाँ तत्कालीन माओवादीका कमान्डरसँग अन्तर्क्रिया गर्दाखेरि उहाँले नै त्यो पहिलो सेनाको बन्दुक कब्जामा गरेर अनि माओवादी सशस्त्र द्वन्द्व चाहिँ प्रारम्भ भएको इतिहासलाई सम्झिनु भएको थियो। तसर्थ पनि प्रचण्डलाई त्यहाँ सहज हुन सक्छ। नम्बर 3, राष्ट्रिय राजनीति बारेमा त्यहाँका नागरिकहरू कनेक्ट हुन नसक्ने र अलिकति छलकपट गर्न सकिने मा पनि प्रचण्डलाई त्यो क्षेत्र सहज लागेको हुन सक्छ। नम्बर 4 मा हेभी वेटको राष्ट्रिय स्तरको नेता आफ्नो क्षेत्रबाट आएर चुनाव उठिदिँदा, हिमाली क्षेत्रबाट आएर चुनाव उठिदिँदा त्यहाँका शिक्षा, स्वास्थ्य, रोजगार, भौगोलिक विविधता, सांस्कृतिक सबै कुराहरू राष्ट्रिय स्तरमा बहसको विषय बन्न सक्छ भन्ने लागेर त्यहाँका मतदाताहरूले प्रचण्डलाई मतदान गर्न सक्ने। र नम्बर 5, म मात्रै यस्तो नेता हुँ जो हिमाल, पहाड, तराई सबै क्षेत्रका जनताहरूले मलाई विश्वास गर्न सक्छन् भनेर प्रचण्डले आफूलाई प्रमाणित गर्न पनि त्यो